रहेछ भने त्यो बुझ्नुपर्छ त्यो काम मेरै हो, काम त्यो अरूको होइन। जस्तै इक्जाम्पल के थियो कि देयर वाज अ कार्पेन्टर। कार्पेन्टर भनेको जुन काठको त्यो घर बनाउनेदेखि लिएर कुनै पनि सब फर्निचरहरू बनाउने। त अनि एउटा जो अनर थियो, अनर बुझेस मालिक, उसकै घरमा बसेर उसकै फ्याक्ट्रीमा उसकै अन्डरमा बसेर ऊ आफ्नो पुरै लाइफभरि काम गर्यो, फर्निचरहरू बनाउने जे पनि गर्ने। जब लास्टमा उसको रिटायर आउन थाल्यो, रिटायर हुन थाल्यो, अब माने कि 30 वर्ष 40 वर्ष काम गरिसकेपछि त्यो कार्पेन्टरले अनरलाई के भनेको छ कि अब यो महिना के छ लास्ट हो, म अब तपाईको साथमा काम गर्न सक्दिनँ, मेरो एज के भइसक्यो, अब बढी भइसक्यो, म अब घरमा बस्छु, जति काम गरिदिए त्यति गरिदिए, अब गर्न सक्दिनँ। त्यो अनरले के भन्यो, यहाँ ध्यान दे, त्यो अनरले के भन्यो, ल ठिक छ तपाईँ यति दिन मेरो काम गर्नुभएछ, भेरी गुड एक्सेलेन्ट, तर एउटा लास्ट म तपाईँलाई एउटा जिम्मा के दिएको छु कि एउटा अझ घर बनाइदिनु। के बनाइदिनु? एउटा घर बनाइदिनु। जस्तै मुडीहरूमा तिमीहरू हेरेको होला, त्यो उडकै काठकै एकदम राम्रो राम्रो घर हुन्छ कि हुँदैन? हुन्छ। त के भन्यो कि तिमीले एकदम राम्रो डेकोरेट गरेर मिस एउटा घर बनाइदेऊ। त कार्पेन्टरले के सोच्यो, जस्तै तिमीहरू सोचस्, कार्पेन्टरले के सोच्यो कि अब त म के भइरहेछु, अब त म रिटायर हुन थालेँ, अब त मलाई म जस्तो बनाए पनि के छ, अब त म 2 दिन 4 दिन 5 दिनमा अब त म त गइहाल्छु। त उसको दिमागमा के भयो, यहाँ नेगेटिभ कुरा गइसक्यो कि अब त म यहाँ बस्दिनँ, अब मेरो सेलेरी के कम हुन्छ, कम हुँदैन, अब म जान लागेको छु। त्यो चाहिँ काम चाहिँ त्यो घरको चाहिँ राम्रोसँग त्यो घरलाई बनाएन। जुन पहिला जुन इनर्जीले जुन बनाइरहेको थियो त्यो इनर्जीले उसले घर बनाएन। जति अरू राम्रोसँग बनायो, अरू घर पहिला डेकोरेट एकदम राम्रोसँग बनाइरहेको थियो, उसलाई के लाग्यो कि अब म जान लागेको छु, अब यो घरलाई नराम्रो बनाए पनि अनरले केही बोल्नुवाला छैन, अब त म गइहाल्छु। तर उसलाई यो कुरा थाहा थिएन कि मेबी यो घर उसैको हुन सक्छ कि, त राम्रोसँग बनाएन। अनि चाहिँ जब फाइनल गरिसक्यो त त्यो घरको साँचो, अब जब जस्तै फाइनल जस्तै यो हल जब फाइनल भयो भने साँचो त बुझाइन्छ नि हेड सरलाई चाहे जसलाई पनि। त त्यो गएर कसले, कार्पेन्टरले के गरेको छ, अनरले चाहिँ त्यो गएर साँचो अब दिएको छ, ल तपाईँको घर के भइसक्यो, कम्प्लिट भइसक्यो, एकदम म रेडी पारिदिएँ। अनि जब त्यो भने कि तपाईँ आफ्नो यो साँचो लिनु, त इन द सेम टाइम द अनर रिप्लाई द्याट इट इज नट माई हाउस, यो मेरो घर होइन, इट इज फर यु। यो तिमीले मसँग यति दिन काम गरे बापत तिमीले एउटा इन्सेन्टिभ बुझ्छस्, बोनस, म तपाईँलाई एउटा बोनसको रूपमा, जस्तै मान्छे रिटायर हुन्छ त सरकारी जबमा छ भने केही पैसा पाउँछ, त उसले पनि के सोच्यो कि तपाईँ एउटा प्राइभेटमा काम गरे तापनि म तपाईँलाई यो घर तपाईँलाई ह्यान्डओभर गर्न चाहिरहेको छु, यो मेरो घर होइन, कसको घर हो, यो तपाईँकै घर हो। इन द सेम टाइम अब त्यो बेला चाहिँ के भएको छ, अब कार्पेन्टरले अब त्यो जो चाहिँ काम गर्ने जो मिस्त्री थियो अब सोचिरहेछ कि काश बुझ्छस् नि, काश आई विश आई ह्याड मेड, के भनेछ, काश म यो घरलाई म राम्रो बनाएको भए आज यो घर कसको, मेरै हो। त जब मेरो पालो आयो, मलाई बस्ने जब आयो टाइम, त मर्ने चाहिँ घर चाहिँ के म राम्रो बनाएको छैन। त त्यसबाट हामीले के सिक्यो कि कुनै पनि काम हामी गरिरहेछौँ भने त्यो बुझ्नुपर्छ कि यो काम कसको हो, यो काम मेरै हो, यसको रिटर्निङ के हुन्छ, मलाई नै आज न भोलि आउँछ। कुनै पनि तिमी बाटोमा नराम्रो काम गरिदेऊ, कुनै पनि सामान बिगारिदेऊ। अब क्लासरुम छ, क्लासरुममा तिमीहरू पंखा, मानौ कि तिमी 7 मा थियो, आएर पंखा बिगारेर गइसक्यो, धेरैजना थियो पंखा बिगारेर गइसक्यो, तर यो तिमीलाई थाहा भएन कि यो पंखा म बिगारिरहेको छु भने यो पंखाको तल फेरि मलाई नै बस्न अपर्च्युनिटी पाउँछ कि बिग्रेको पंखाको। त फेरि 8 क्लासमा तिमीहरू आयो, यो पंखा बिग्रेको थियो भने 1-2 महिना यस्तै बस्यो कि बसेन, त त्यही हाला गर्दै कि यो भएन त्यो भएन। त कुनै पनि काम तिमी जब बिगारिरहेछ भने त्यो तिम्रै लागि हो, यदि राम्रो गर्यो भने तिम्रै लागि हुन्छ। ल ओके, थ्याङ्क यू।